हेर्नुहोस् फुत्तै उफ्रेर किन भागे 22 दिनपछि अनुको घर आइपुग्दा आफ्नै फुफू। दर्शकवृन्द अनुको घर बनाएको 22 दिनमा हेर्नुहोस् यहाँ भर्खरै मात्रै अनुको फुफू आएको थियो किन यसरी भाग्दैछन् त। हेर्नुहोस् यो दृश्यमा भागिरहेको छ यो दृश्यमा हेर्नुहोस् त यसरी किन अतालिँदै भागे त। बल्ल बल्ल 21 दिनपछि अनुको घर निर्माण हुँदैछ बल्ल त आज आएको थियो तर किन भागे त। दर्शक हेर्नुहोस् यो दृश्यमा होला आखिर किन भागे अनुको फुफू। हेर्नुहोस् हेर्दा हेर्दै कुदे 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 स्पिड कुदे किन कुदे हेर्नु होला उहाँले किन भाग्नुको कारण के रहेछ कुद्नुको कारण के रहेछ यस भिडियोमा हामीले सम्पूर्ण जानकारी गराएका छौँ। को हो? कान्छी फुपू हो होइन आज देखियो नि त कान्छी फुपूलाई नि पहिला देखेको थिएन कि देखेको थियो अँधेर भएर पनि नदेखेको रहेछ त खोइ हेरौँ त। ए कान्छी फुपू हो आफ्नै फुपू हो आमामा कतिजना फुपू? अर्को चाहिँ कहाँ हो घर चाहिँ? जोगी डाँडा। कति मिनट लाग्छ यहाँबाट? ओ आज आउनुभयो अनि अस्ति आउनुभएको थिएन किन बिजी भएर? ए अनि अब यहाँ त होइन घर बनिँदैछ अनुको हो कि होइन अन्त तपाईँको घर त कुन भयो? यो घरमा पनि टिन लाउने पैसा आइसकेको छ। अब यहाँ अब टिन लाग्छ होला होइन। आज देखियो अनुको के हो भन्नुभयो फुपू। अनि तपाईँ चाहिँ विवाह गर्नुभएको? कतिजना छन् नानीहरू? ए अनि श्रीमान के गर्नुहुन्छ? गाडी चलाउनुहुन्छ। कुन गाडी चलाउनुहुन्छ? बुलेरो। ए पैसा त राम्रै कमाउनु हुँदो रहेछ। कहाँ कहाँसम्मको? हजुर उता पश्चिमतिर। पश्चिमतिर? यता आउनुहुन्न अनि घर? घर आउनुहुन्छ छुट्टीमा। ए छुट्टीमा कति कति पछि आउनुहुन्छ? 6-7 महिना 3-4 महिना 4-5 महिनामा छुट्टी भयो। ए पैसा त राम्रै कमाउनुहुन्छ होला नि होइन? राम्रै कमाउनु। जस तपाईँहरूकोमा त यस्तो अनुको जस्तो त छैन नि होइन? छैन त्यस्तो। ठिक छ एकदम राम्रो। र आज हामी अनुको घर बनाउँदैछौँ अनि अस्ति आउनु भएन बिजी भएर होला होइन? स्कुलको काम गर्नुहुन्छ। ए स्कुलको काम कुन स्कुलको काम गर्नुहुन्छ? जोगी डाँडा स्कुल। ए कति क्लाससम्म छ? 10 सम्म छ। ए अनु पनि त्यहीँ पढ्थ्यो पहिला? ए अब अनुको घर होइन अनुहरूको घर निर्माण भइरहेको छ। स्वदेश विदेशबाट चाहिँ धेरैले सहयोग गर्नुभएको छ होइन। अब अनुको फुपू भएको नाताले त केही धन्यवाद त दिन चाहनुहुन्छ होला नि स्वदेश विदेशमा हुनुहुने सम्पूर्णलाई? सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अन्त के भन्नु हो अनि त अब यस्तो अवस्थामा भएको सहयोग गरिदिनु भयो केटाकेटीको भविष्य बनाइदिनु भयो धेरै धेरै धन्यवाद। हो अरू त के भन्नु र। धन्यवाद दिनुपर्छ किनकि आज ती सहयोगी दाताले गर्दाखेरि होइन यी अनुको घर बनिएको छ। यी नानीहरूले शिक्षा पाएको छ यी सानो नानी होइन। ए होला नगर यी सानो नानीले शिक्षा पाएको छ यी भाइले शिक्षा पाएको छ होइन। अहिले हेर्नु उनीहरूको जीवनमा परिवर्तन पनि आएको छ आज किन भन्नु न। पहिला मैला हुन्थ्यो अहिले अहिले हेर्नु त खुट्टामा चाहिँ मैला छ है अहिले तर पहिलाको भन्दा जोस धेरै हो यस्तो परिवर्तन आयो त। आज त्यो के भने यो परिवर्तन आउनुको खास कारण के हो भने होइन स्वदेश विदेशबाट सहयोग आयो र बोर्डिङ स्कुलमा पढ्न पायो। बोर्डिङमा अब म्यामहरूले होइन त्यहाँ टिचरहरूले पनि त सिकायो नि त यस्तो गर्नु हुँदैन यसरी चाहिँ सफा भएर हिँड्नुपर्छ भन्ने खालको कुराहरू सिक्यो होइन। र पहिलाभन्दा धेरै परिवर्तन भएको छ आज तपाईँको बधाईहरू बधाई होइन। हेर्नु त यहाँनिर यहाँ तपाईँले सुरुमा हेर्नुभएको यहाँनिर होइन यहाँनिर चाहिँ त्यो मैलाको चाहिँ गहना बोकेर हिँड्थ्यो होइन हो कि न कत्ला कत्ला बोकेर हिँड्थ्यो होइन। यो नानीको यस्तोमा मैला हुन्थ्यो यस्तोमा यस्तो राम्रो गालामा। अहिले यति सफा भएको छ कि उहाँहरूको जिन्दगी पुरै परिवर्तन भएको छ अहिले होइन। यो त एउटा मान्छेको जीवनमा यस्तो मैलाबाट यस्तो ठाउँबाट धुलोबाट उठ्नु भनेको मैलाबाट चाहिँ मुक्त हुनु भनेको त मान्छेको जीवनमा होइन एकदमै राम्रो काम हो नि त एकदमै ठुलो परिवर्तन हो नि त होइन। आज यी नानीहरूको परिवर्तन भएको छ क्या जिन्दगीमा। सँगसँगै उहाँहरूको आर्थिक रूपमा पढाइ खर्चदेखि लिएर घर यत्रो बनिरहेको छ होइन। त्यसको लागि पनि हामी स्वदेश विदेशमा रहनुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छौँ कि कसो भन्नु
हजुर आज लु अलिकति भाइहरूको बारेमा भनिदिनु कति परिवर्तन भएको छ हजुर होइन उज्यालो छ होइन आज भाइहरूको जीवनमा कतिको परिवर्तन आएको छ के भएको छ अलिकति भनिदिनु स्वदेश विदेशमा रहनु नै पहिला जस्तो फोहोरहरू छैन अहिले सफा हुन्छन् अनि स्कुल पनि छिटै जान्छु भन्छन् अनि बिहान पनि छिटो उठ्छन् स्कुल जानुपर्छ भनेर छिटै उठ्छन् राति पनि छिटै सुत्छन् छिटै सुत्छन् है धेरै परिवर्तन देखेको छु होमवर्कहरू आउनु त्यही गर्दै रहेछन् आउने बित्तिकै खाजा खान्छन् होइन लुगा फेरिसक्छन् अनि खाजा खान्छन् अनि होमवर्क अनि म पनि अर्को सिकाइदिन्छु हो आयुष भाइ आयुष होइन उसको अबदेखि हो यसरी नै परिवर्तन हुने पहिलाको जस्तो नहुने है सरसफाइ बस्ने स्कुलबाट आउनु बित्तिकै खाजा गर्ने खाजा दिनु होला है हिजो भोक लागेको भन्थ्यो अनि खाजा खाने खाजा खाइसकेपछि होमवर्क गर्ने हो होमवर्क गर्ने होइन अनि पहिला जस्तो मैला धैलामा नबस्ने है अहिले एकदम सफा छ अहिले पहिलाको भन्दा धेरै सफा भएको छ है अहिले परिवर्तन आएको छ है हो त्यस्तो खानु हुँदैन लिची जुसहरू अनु हो अनि भोक लागेको भन्दै थियो यहाँ सुन त यसरी नै परिवर्तन आउनुपर्छ है मान्छेको जीवनमा है सरसफाइ भयो भने के हुन्छ रोग लाग्दैन घाउ हुँदैन है सरसफाइ भएन भने रोग लाग्छ स्वास्थ्य हुन्छ हो शरीर स्वस्थ हुन्छ हो कि नभन त अनि हामीले ध्यान दिनुपर्ने इम्पोर्टेन्ट के हो स्वास्थ्य र शिक्षा यति दुई कुरा गर्नुपर्छ हामीले सरसफाइ गर्नुपर्छ किनकि हामीले स्वास्थ्य पनि हामीले खराब राख्यौँ भने हाम्रो कच्चा जिन्दगी हो कच्चा शरीर हो होइन भोलि के हुन्छ पछि के हुन्छ कसैलाई पनि थाहा छैन जिन्दगीको बारेमा ग्यारेन्टी कसले पनि दिन सक्दैन है होइन हो सही कुरा त्यही भएको कारणले नि आफू पनि सफा बस्ने अनि त सफाइ थियो पहिलादेखि नै त्यो हामीलाई थाहा छ यी नानीहरूलाई भाइ बहिनीहरूलाई सफा राख्ने यसरी नै यसरी के अरे पुतली जस्तै यो बाटेर राम्रो चिटिक्क भएर स्कुल जाने बेलामा अलिअलि तेल लगाएर चटक्क बनाइदिने है ल नङहरू हेरौँ त आयुष भाइको ल यस्तो राम्रो खोइ नानीको हेरौँ ल खै दिदीको हेरौँ हो यसरी सफा नङहरू काट्ने ल ल यहाँ चाहिँ अनु बहिनीहरूको चाहिँ यहाँनिर है के हो यो चाउचाउ ल यहाँ चाहिँ केही दिनको लागि अनुहारले चाहिँ राखेको होइन रोडमा हेरेर भन्नु त कहाँ हिँड्नु हुँदैन एकछिन उसले कान्छीले भन्छ कहाँ हिँड्नु हुँदैन अरे अस्ति मैले के भनेको थिएँ कलरबाट कता हिँड्नु हुँदैन कुन के कलर थियो के कलर हो त्यो पहिलो भन यहाँ येलो येलो यसरी गाडीहरू आउँछ हैन आयुष भाइ मैले अस्ति के सिकाएको थिएँ यो कट्नु हुँदैन कताबाट हिँड्नु हुँदैन अरे यहाँबाट उतै हिँड्नु हुँदैन होइन कान्छीले जानिसक्यो है कान्छी के गर्नुपर्छ हैन त्यहाँ बाटो गर्दाखेरि गाडी आयो भने हामी त्यहाँ बिचमा पुग्छौँ नि त्यो वाइटमा उभिराख्नुपर्छ अनि गाडी जान्छ नि त्यहाँबाट हिँड्नुपर्छ त्यो अनि छ नि हो त्यहाँनिर उभिराख्नुपर्छ सिधा नहल्लिकन अनि के हुन्छ यहाँ सुन तिमीहरू सबैले आयुष यता हो यता के गर्नुपर्छ यहाँ सुन के भन्दै हुनुहुन्छ ल सुन यहाँ सुन यो रोड भनेको यो हाइवे हो मेन ठुलो रोड हो है यो पहिला माथि हेर्ने गाडी सुनेको सुनेन यता तिमीहरूले यता सुनेको सुनेन यता माथि हेर्ने तल हेर्ने अनि गाडी आएको छैन भने मात्रै क्रस गर्ने जहिले पनि रोड क्रस गर्दाखेरि बाटो हेर्ने दुईतर्फ गाडी आएको छ कि छैन हेर्ने उता हेर्ने जब खाली छ अनि मात्र हेर्ने यदि कुनै गाडी कुदैछ बाइक कुदैछ ट्रक कुदैछ भने नहिँड्ने बिस्तारै बिस्तारै पहिला हेर्ने उता पहिला गाडी हेर्ने उता यता हेर्ने ऊ नानीले कता गयो यो हेर गाडी नाइरहेको होइन गाडी आयो भने ऊ त्यहाँ गाडी आयो भने नकट्ने है यसरी गाडी आयो भने नकट्ने है हो यसरी गाडी आयो भने नकट्ने ऊ गाडी आउँदैछ यो गाडी भनेको छिट्टो आइपुग्छ छिट्टो भेट्छ हामीलाई है
अब छैन तल पनि हेर्ने मात्रै क्रस गर्ने हो दुईतिर हेर्ने अनि मात्र क्रस गर्ने उ त्यो बच्चा चाहिँ समय राख्ने उ चाहिँ भाग्नु सक्छ जुनै कुरा पनि दुईतिर अब त्यही बस्ने गाडी आउँछ अब गाडी आयो त्यही बस्ने नआउने माथि गाडी आयो गाडी आउँदैछ ओ ऊ माथि बाइक आयो अब नकट्ने है नकट्ने त्यही बस्ने यता नानी उता जान्छ हेर समा त अब गाडी हेर्ने तल माथि गाडी छैन अब क्रस गर्ने यहाँ आएर कान्छी माथि गाडी आउँदैछ भने नकट्ने किनभने होइन यो हाइवे हो ठुलो रोड हो यो एकैछिनमा भेट्छन् गाडीले यहाँ आउने यहाँनिर होइन अनि माथि पहिले माथि हेर्ने अनि तल हेर्ने ऊ तल छैन अनि बिस्तारो काट्ने बिस्तारै बिस्तारो बिस्तारो उता आयो भने बिस्तारो काट्ने है ठ्याक्कै यहाँ बस्ने हो यहाँदेखि तिम्रो स्कुल बस आउँछ अनि यहाँ कि चढे जाने ऊ यसरी गाडी ऊ माथि आयो गाडी यसरी पर गाडी आयो भने नकट्ने नकट्नु है नकुद्नु यसरी नकट्ने फेरि तलबाट पनि गाडी आयो माथिबाट पनि गाडी आउँदैछ नकट्ने आयुष सुन्दैछौ माथिबाट आयो गाडी नकट्ने गाडी अब नकट्ने बाटो फेरि आयो ऊ जेसिबी आयो नकट्ने है अलिकति आऊ यसले के हुन्छ थाहा छ यसो गाडी आयो भने यसो गाडी आयो भने त्यसरी बस्ने अरे क्या हो सही सही आयो गाडी यो त एकदम बिजी हो दर्शक नमस्ते म देवेन्द्र लिम्बू यहाँ चाहिँ एकदम व्यस्त यो रोड हो कि अनि अनुको 3 बच्चा बिजोग बच्चाहरू यहाँ छन् अनि क्रसिङ गर्नु नै सिकाउँदैछौँ हामीले होइन ल स्कुलको गाडी पनि आयो स्कुलको गाडी आयो बिस्तारो हेरेर के सिक्नु भयो गाडी 20 रुपियाँ छ पैसा मसँग छैन मसँग ल्याएको छैन नि त पैसा पैसा छ खुजुरा छ होला यहाँ समात्नु त यहाँ आयुष बुइनीलाई त्यही उमाल आइदिनु ल सिसीमा त सानो सानो पर्ने लगाइदिएको गर सिसीमा हालिदिनु ल बस्नु ल बाई बुइनीलाई त्यही सिसोमा हालिदिनु है अब तपाईँको छोरी पनि आज स्कुल गयो होइन खुसी हुनुहुन्छ के पो भन्दै हुनुहुन्थ्यो अघि यहाँनिर बुनुलाई केमा नहाल्नु है भन्नु के पो आफूसँग नराख्नु है त्यो सानो क्लासमै लागिदिनु बुइनीहरू पढ्ने ठाउँमै भनेको आफूसँग नराख्नु भनेको ए ल आज चाहिँ तपाईँको छोरी पनि होइन बोर्डिङ जान पायो एकदम खुसी हुनुहुन्छ है घरमा टिन लाग्ने पर्यो है हजुर तपाईँको सेतो दाँत कति राम्रो छ फेरि साह्रै टलक्कै टल्केको के छ नि सेतो केले माच्नुहुन्छ माझ्नु मन्जनले मन्जनले कुन मन्जनले हो अब मन्जनको त नामै आउँदैन ल ल ल ल बोलाएन नि कान्छालाई कान्छीले बोलाएन नि कान्छालाई बोलाएन नि बोलाउनु पर्छ नि त ठिक छ अहिले खुसी हुनुभएको छ किन भन्नु न छोरी पनि अब बोर्डिङ जान थाल्यो नि त त्यही भएर खुसी छन्